न्यायको खोजी, समाचारको दौड अनि समाजमा लुकेर बसेको हिंसा। जब यी तीन कुरा एकै ठाउँमा ठोकिन्छन् के हुन्छ होला? आउनुहोस् आज हामी यही निकै गम्भीर तर महत्त्वपूर्ण विषयको गहिराईमा पुग्ने कोसिस गरौँ। कसरी यी तीन चिज यानि कि न्याय, मिडिया र हिंसा एक आपसमा जोडिएका छन् र यसले हाम्रो समाजमा कस्तो असर पारिरहेको छ। सोच्नुहोस् त, बिहान 8 बजेसम्म फर्कन्छु भनेर घरबाट निस्केको आफ्नो मान्छे। यो एउटा परिवारले सुनेको अन्तिम वाचा थियो। एउटा यस्तो वाचा जुन दुःखको कुरा कहिल्यै पूरा भएन। हो, यी शब्दहरूले हामीलाई सुर्खेतकी इनिशा बिकेको त्यो अत्यन्तै दर्दनाक कथातिर लैजान्छ जसको जीवन एकदमै क्रूरतापूर्वक खोसियो। ल, अब सुरु गरौँ पहिलो खण्डबाट। यहाँ हामी इनिशा बिकेको त्यो अधुरो जीवनको कथालाई नजिकबाट हेर्नेछौँ। तर याद राखौँ, यो केवल एउटा घटनाको विवरण मात्रै होइन, बरु यसले हाम्रो समाजमा कसरी हिंसाले जरा गाडेको छ भन्ने तितो यथार्थलाई पनि पर्दाफास गर्छ। त्यो दिन भएको के थियो त? हेरौँ है। घटनाक्रम यस्तो थियो। मार्च 7 बिहानको 6 बजे 16 वर्षीया इनिशा ट्युसन जान्छु भनेर घरबाट निस्किन्, तर उनी कहिल्यै फर्किएनन्। परिवारले फोन गर्दा सम्पर्क हुन सकेन अनि अचानक खबर आयो कि उनी सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी छिन्। अफसोस, अस्पताल पुर्याउँदा नपुर्याउँदै डाक्टरहरूले उनलाई मृत घोषणा गरे। पछि पुलिसको अनुसन्धानले के देखायो भने यो त एउटा नियोजित हत्या रहेछ। उनलाई भेट्ने बहानामा बोलाएर मारिएको। यो घटनालाई अझ गहिरोसँग बुझ्न ओरेककी कार्यकारी निर्देशक सुनिता मैनालीको यो भनाइलाई हेरौँ। उहाँले के भन्नुहुन्छ भने यो केवल एक व्यक्तिको हत्या मात्रै होइन के, यो त हाम्रो समाजमा गहिरोसँग जरा गाडेर बसेको जातीय भेदभाव र पितृसत्तात्मक सोचबाट निस्केको हिंसाको एउटा एकदमै ज्वलन्त उदाहरण हो। मतलब यो एउटा व्यक्तिगत अपराध मात्रै रहेन, यो त एउटा ठूलो सामाजिक रोगको लक्षण हो। अब इनिशाको कथाबाट अलिकति फराकिलो विषयतर्फ लागौँ। यस्ता दुःखद घटनाहरूलाई मिडियाले कसरी प्रस्तुत गर्छ र त्यसको असर के हुन्छ? हो, यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। समाचार प्रस्तुत गर्ने तरिकाले नै कहिलेकाहीँ अदालतको फैसला आउनु अघि नै जनमानसमा एउटा धारणा बनाइदिन्छ। तर के मिडियाको काम सूचना दिनु मात्र हो वा फैसला सुनाउनु पनि हो? यो मिडिया ट्रायल भनेको आखिर के हो त? सीधा भाषामा भन्दा यो यस्तो अवस्था हो जहाँ मिडिया आफै पुलिस, वकिल र न्यायाधीश सबै बनिदिन्छ। अदालतले फैसला सुनाउनु अघि नै मिडियाले कसैलाई दोषी वा निर्दोष करार गरिदिन्छ। अनि यसले के गर्छ भन्दा तथ्यमा आधारित समाचार भन्दा पनि सनसनीपूर्ण र अनुमानमा आधारित खबरलाई बढी प्राथमिकता दिन्छ, जसको सीधा असर न्याय प्रक्रियामाथि पर्न जान्छ। यसलाई यसरी बुझौँ, मिडियाको भूमिका भनेको एउटा सिक्काको दुई पाटा जस्तै हो। एकातिर यो प्रजातन्त्रको पहरेदार हो, हैन त? यसले जवाबदेहिता खोज्छ, जनतालाई सुसूचित गर्छ। तर जब यही मिडिया अर्को पाटोमा पल्टिन्छ र मिडिया ट्रायलको हतियार बन्छ, तब समस्या सुरु हुन्छ। यसले दोषी प्रमाणित नभएसम्म निर्दोष भन्ने सिद्धान्तलाई नै भत्काइदिन्छ, पीडितको गोपनीयताको धज्जी उडाउँछ र न्याय प्रणालीमाथि नै अनावश्यक दबाव सृजना गर्छ। मिडिया ट्रायलको सबैभन्दा ठूलो मूल्य त आखिर व्यक्तिहरूले नै चुकाउनुपर्छ। आरोपीले भोलि अदालतबाट सफाई पाए पनि समाजको नजरमा ऊ दोषी नै रहिरहन सक्छ। अर्कोतिर पीडितले आफ्नो पीडाको सार्वजनिक प्रदर्शनी र आफ्नो चरित्रमाथि उठ्ने अनेकौं प्रश्नहरूको सामना गर्नुपर्ने हुन्छ, जसले उनीहरूको दुःखलाई झनै बढाउँछ। ल, अब यो घटना र यसको मिडिया कभरेजलाई अझ फराकिलो यानि कि लैङ्गिक हिंसाको प्रणालीगत सन्दर्भमा राखेर हेरौँ। प्रश्न यो हो, के इनिशाको घटना एउटा छुट्टै घटना हो वा यो एउटा ठूलो र डरलाग्दो श्रृङ्खलाको सानो हिस्सा मात्र हो? अब यो आँकडा हेर्नुहोस्, साँच्चै यो देख्दा स्तब्ध भइन्छ। नेपालमा दलित नाबालिगमाथि हुने बलात्कारका घटनाहरूमध्ये झन्डै 80% घटना हत्यामा गएर टुङ्गिन्छन्। सोच्नुहोस् त, 80%। यो तथ्याङ्कले के देखाउँछ भने इनिशाको घटना कुनै एउटा छुट्टै आकस्मिक घटना थिएन, बरु यो त हाम्रो समाजमा रहेको जातीय र लैङ्गिक हिंसाको त्यो डरलाग्दो सङ्गमको परिणाम थियो। लैङ्गिक हिंसाबाट बचेकाहरूका लागि न्यायको यात्रा यति कठिन किन हुन्छ? किनकि उनीहरूले कैयौं पर्खालहरूको सामना गर्नुपर्छ। समाजको डर, न्याय प्रणालीको ढिलासुस्ती र कहिलेकाहीँ त असहयोगी व्यवहार। त्यसमाथि कानुनको कमजोर कार्यान्वयन र आफ्नै अधिकारबारे चेतनाको कमीले यो यात्रालाई झनै जटिल बनाइदिन्छ। लैङ्गिक हिंसा सम्बन्धी एउटा प्रतिवेदनको यो एकदमै महत्त्वपूर्ण निष्कर्ष हो।
समस्या कानून नभएर होइन, समस्या त बनेका कानून र नीतिहरूलाई प्रभावकारी रूपमा लागू गर्न नसक्नुमा हो। मतलब कागजमा अधिकारहरू सुरक्षित देखिन्छन्, तर वास्तविक जीवनमा ती अधिकारहरू दिलाउने संयन्त्रहरू नै कमजोर छन्। ल, यति धेरै समस्याको कुरा गर्यौं, अब समाधानतर्फ लागौं। स्रोतहरूले के कस्ता सम्भावित समाधान र सिफारिसहरू देखाएका छन् जसले यो अवस्थालाई केही हदसम्म भए पनि बदल्न सक्छ? त्यसो भए अगाडि बढ्ने बाटो के त? खास गरी 4वटा मुख्य क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ। पहिलो, कानूनी सुधार, जस्तै बलात्कारको मुद्दामा हदम्यादको बारेमा फेरि सोच्ने कि? दोस्रो, न्याय प्रणालीमा सुधार। तेस्रो, संस्थाहरूलाई अझ बढी जवाफदेही बनाउने। र चौथो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, त्यो हो सार्वजनिक चेतना बढाउने। यी सबैमा एकैपटक काम गरी हुँदैन। आजको हाम्रो छलफलको मुख्य सार यही हो। यो जटिल समस्याको कुनै एउटा सजिलो समाधान छैन। यसका लागि कानूनी, संस्थागत र सामाजिक सबै तहमा एकैपटक काम गर्नुपर्छ। र हो, यसमा मिडियाको भूमिका पनि जिम्मेवार र सकारात्मक हुनु उत्तिकै जरुरी छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु जुन हामी सबैका लागि हो, चाहे हामी मिडियाकर्मी हौं, नीति निर्माता हौं वा एक सचेत नागरिक। हामीले इनिशा जस्ता कथाहरूलाई बाहिर ल्याउँदा हाम्रो उद्देश्य समाचारको हेडलाइन बन्नु मात्र हो कि साँच्चीकै न्यायको लागि आवाज उठाउनु हो? यो कुरा हामी कसरी सुनिश्चित गर्न सक्छौं? हो, यही प्रश्नमाथि गहिरिएर सोच्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो। धन्यवाद।